एकदम मजाले मेरो गर्लफ्रेन्ड पहिलो गयो थाहा छ हो र कहाँ गएछ एकदम टेन्सन भइरहेको छ होइन बवाल हो त यार ठिकै छ केही छैन लाल भएन नि पहिल्यै बिहे गरेको होइन अब के लिएर नि टाइम पासको लागि गरेको गएछ राम्रो हो अलिअलि टेन्सन चाहिँ भइरहेको छ क्या हल्का टेन्सन भइहाल्छ नि र अब हामी मेन रोडलाई चाहिँ छोडेर हामी भित्र हाम्रो क्याम्पतिर लागिरहेको छौँ अब यहाँबाट हाम्रो क्याम्पमा भनेको 2 मिनट लाग्छ
सर हुनुहुन्छ उहाँ भनेको क्रेन अपरेटर हो एसटिएलको ड्रोन नै भन्नुपर्छ आज भनेको 2010 अहिले जुलाई होइन जुलाई चाहिँ 26 तारिक हो 26 तारिक 2010 गोवाकोटदेखिको यात्रा चाहिँ अगरसम्मको एकदम रमाइलै भइरहेछ अहिलेसम्म यो स्टुडेन्ट लाग्यो हामी हाम्रो क्याम्प पनि अब देखिन लाग्यो यहाँबाट हामी क्याम्प पुगेपछि स्टप गर्दैछौँ यहाँ गर्ल स्कुल पनि हामी आइसक्यौँ होइन यो गर्ल इन्डिपेन्डेन्ट स्कुल हो जहाँ कि लेडिजलाई मात्रै पढाइन्छ र यो नयाँ नयाँ घरहरू चाहिँ बिक्रीमा छ अहिले सेल लागिरहेछ यसलाई लिनु पर्ला कि भन्ने विचार चाहिँ बनाएको कसो हुन्छ हेर होइन केशव सर हामीले लिएर फाइदा छैन होइन किनकि मलाई यहाँ फ्रीमा चाहिँ म बस्दिनँ भाडा यसो लगाउने नि अब मौकामा यसो 2-4 पैसा कमाउने भएको किन्दै बेच्दै गरेर फाइदा लिने भन्छ होला कुरो हो किनेर यहाँ फ्यामिली ल्याएर बसौँला भन्ने चाहिँ मलाई के अरे अब फाइदा गर्ने काम नगरे पैसा कमाउनु सकिएन के अरे यो चाहिँ तपाईँको बराइनबाट आएको गाडी रहेछ हामी चाहिँ के अरे आफ्नो क्याम्पतर्फ प्रवेश हुन लाग्यौँ यो चाहिँ हाम्रो मेन प्रवेशद्वार हो तर हाम्रो क्याम्पको अगाडि चाहिँ गेटैमा गुको गाडी पनि राखिएको छ ल हाम्रो क्याम्प चाहिँ यही पऱ्यो देश रमाइलो छ क्याम्पमा पानी आइरहेको छ ल त अब किशोर सर आजलाई चाहिँ अब यतिकै स्थगित राखौँ राम्रो भएको छ